मैले एउटा भिडियो बनाएको थियो। हर्का साम्पाङको पनि हाम्रो सहपोखरीतिर राम्रै माहौल रहेछ। यदि यो मान्छेको घमण्डीपन नभएको भए अझ राम्रो हुन्थ्यो। उसको काम गराइ, उसको विचार, उसको एजेन्डा, उसको त्यो शैलीहरू राम्रै छ, तर अलिक घमण्डीपन धेरै छ भनेर मैले एउटा भिडियो बनाएको थिएँ। त्यहाँ साथीले भन्नुभएछ, अब हर्का साम्पाङले जित्नु आँट्यो भन्ने थाहा पाएपछि कुरा मिलाउन थालेको हो अरे। तिमी जस्तो झोले होइन। पहिला कुरा त तिम्रो नेताले गलत गरिरहेछ र गलत बोलिरहेछ पनि सही हो सही हो सही हो भनेर आँखा चिम्लेर ताली पिट्ने मान्छे होइन। गलत गरिरहेछ भने यो गलत हो जोसुकै होस्, सही गरिरहेछ भने सही गरिरहेछ भन्ने मान्छे हो म। त्यो झोले भएर अन्धभक्त भएर त्यसरी गलतलाई पनि सही भन्दै हिँड्ने सपोर्टर होइन। सही गर्नेलाई सबैलाई सपोर्ट छ मेरो। त्यही भएर तिमीहरू पनि त्यस्तो झोले नबन। झोले बन्नु राम्रो होइन।